सरकारले यो एनसेलको शेयर खरिद बिक्रीका सन्दर्भमा चाहिँ नि छानबिन गर्न भनेर चाहिँ 5 सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेको चाहिँ समाचार सुन्नमा आयो। हामी सबैले सुन्यौं, यो कुरा थाहा पनि पायौं। हामीलाई यो छानबिन समितिको चाहिँ यति धेरै मोह छ कि कुनै दिन छानबिन समितिहरू चाहिँ किन प्रभावकारी भएनन् भन्ने बारेमा पनि छानबिन गर्नको निमित्त अर्को एउटा समिति गठन गर्नुपर्ने दिन पनि नआउला भन्न सकिन्न। त्यस्तो अवस्था र त्यस्तो परिस्थितिमा हामी पुग्यौं। र किन चाहियो हामीलाई हरेक कुरामा समिति? प्रहरीलाई कारबाही गर्न समिति चाहिने, राजस्व चाहिँ छली पत्ता लगाउन समिति चाहिने, तस्कर समाउन समिति चाहिने, अब के ट्राफिक लाइसेन्स समात्यो भने पनि हामीलाई समिति चाहिने हो। कर छली भएको समाचार आएपछि प्रधानमन्त्रीले चाहिँ कर कार्यालयसँग सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने हो? अनि छानबिन गर्न गठबन्धन दलहरू तयार रे। सिस्टम भन्ने कुन चराको नाम हो भन्ने कुरा हामीले कहिले थाहा पाउने? सभापतिज्यू, सिस्टम बलियो हुँदा अथवा सिस्टम बलियो हुँदो हो त चाहिँ यस्तो किसिमको समितिको आवश्यकता हामीलाई पर्ने थिएन। हाम्रो ध्यान सिस्टम बलियो बनाउने तर्फ कहिले पनि जान सकेन। एकजना सामान्य नागरिकले आइपीओ भरेर बल्ल बल्ल 10 किता शेयर पार्छ। 1000 रुपियाँमा किनेको शेयर 1200 मा बेच्दा पनि उसले 5% क्यापिटल गेन ट्याक्स चाहिँ उसले तिरेकै हुन्छ। अब अरबौं रुपियाँ कमाउने कम्पनीको शेयर बिक्री हुँदा कर तिर्नु पर्छ कि पर्दैन? यो प्रश्न नै होइन, पर्छ, अवश्य पर्छ। ठीक छ, समिति बनाएर नै टुङ्गो लाग्ने गठबन्धनीय सहमति हो भने सोझो हिसाबमा तिर्नुपर्ने यस्तो कर पनि तिर्न पर्दैन भनेर हाम्रा नेतागणहरूले व्यक्तिगत लाभ के कसरी लिए वा लिएनन् भन्ने बारे पनि खुल्ला रूपमा छानबिन गर्न आँट गरौँ न त। अनि छानबिन गर्ने कसले त भन्दा उनैले जसले महालेखाको 55औं प्रतिवेदनमा एनसेलको विवरण नै हटाए। कर छलीको छानबिन गर्न उनैलाई छानियो जसले प्रतिवेदनमै चाहिँ विवरण हटाएर सजिलो पारिदिए। के भइरहेको छ यो देशमा? यो देश डुबाएर ककसको परिवारको कर्तुत बचाउन खोजिएको हो सभापतिज्यू। यस्तो लुटतन्त्र हेर्न नसकेरै होला सायद चाहिँ जनता चाहिँ अहिले लाइन लागेर देश छोडेर गएका छन्। लुट्न खोज्नेहरूलाई, गिरोहलाई खोज्ने होइन कि उल्टो बचाउने जुन प्रपञ्च देख्दा देख्दै पनि कि हामी प्लाल्ल परेर निरीह सांसद बनेर